अब छैन नि कोही दुईटा त गयो दुईटा अरे ब्लॉक क्या रास्ता का ब्लॉक बनाओ कुछ करो इसको खाना मजा छ छैन बढ़िया है हाम्रो दिवाङ भेलीको जो ड्राइभरहरू हो हाम्रो तामाङ भाषामा भन्छ जो दाजुलाई खाँदैछ सुँगुर मासु पुदिनाको चटनी टमाटरको चटनी पापड दाल सब्जी यो हाम्रो भान्जा हो खसी खाएको भान्जाले कैसे खाने राई मान्छेहरू खसी खाँदैन त्यही त सुँगुर खान्छ साथीभाइ हेर्नु होला खाना दिउँ के छ जो आरामै छ ए सन्चै छु ओहो अनिको जार्निङ यस्तै हो के हो पुरा बक्स सक्स पनि लिएर हिँडेको छ बेला हामीलाई गानाको कमी नहोस् के ओ, गाडीमा त्यही त गाडीको डेक बिग्रियो भने पनि पेसेन्जरहरूलाई नि बोरिङ नहोस् के गाना पनि गाइदिनु पर्छ नि यो जोजोको गाडी आनिनी रोड हिँड्छ आउनु होला साथीभाइहरू पुरा गाना साना पनि छ गाउने पुरा उयो गीत भी राम्रो राम्रो गाउने रहेछ खाना राम्रो छ गाउँले खाना दिउँ अझै पर्दैन टन्नै भयो ल आजको भिडियो आउँछ जिन्दगी ब्लगमा हेर्नु ल जिन्दगी ब्लगमा तिमी पनि आउँछ मुङ्गुर मासु खाएको ऊ गाउँलेले ए म त फेमस युट्युबर हो नि तिमी मेरो ब्लग हेरेकै छैन होला अब गएर मेरो जिन्दगी ब्लग छ कि दुईटा छ अझै हिन्दीवाला ब्लग पनि छ हेमृत पुन ब्लग भी छ अब रोइङ हिँडेको 4 घन्टा लाग्छ है 4 घन्टा नि